ल साथीहरु मेरोमा चाहिँ यत्रो फर्सी आएको छ यहाँ है भोजपुर गाउँबाट काकीले पठाइदिनु भएको रहेछ छोरीहरु आउनु भएको थियो घुम्नको लागि अनि काकीले पठाइदिनु भएको रहेछ आमा मामा यो त लगभग होला 10 किलोकै छ यहाँ अब चाहिँ हामी काट्न आटेको यहाँ सागरले काट्नु हुँदैछ फुटामै त कस्तो राम्रै होला भित्र त बिग्रेको त छैन होला ल काट्नु त राखो हुन्छ यो हुन्छ यो उहाँदेखि अब गाडीमा लिएर आएको उफ्रिँदै किचिँदै हल्लिँदै के सामानहरुले थिच्दै आएको होला अनि बिग्रिहाल्छ होला कि भनेर हामीले चाहिँ यहाँ काट्दै छौं अब उसिनेर खानु पर्यो तरकारी खानु पर्यो पकाएर सिकुटीसँग एकदम मिठो हुन्छ है साथीहरु फर्सी चाहिँ यहाँ अरूहरुलाई पनि दिनुपर्ने यत्रो त आफू त कहिले खाइसक्नु र नाङ्लो काटेलाई मुनि कप्पो फेरि कत्रो फल्दो रहेछ हौ आमा फल्नु पनि कस्तो बिउ होला हौ यो त लगभग 10 किलो होला यो त साहसले चाहिँ काट्नु हुँदैछ जोख्नीमा त यहाँ लिएर जोख्नु हुन्थ्यो जोख्नी मेसिन त छ बिग्रिरहेको छ अब होस् अनुमानित 10 केजी छ होला 8 देखि 10 केजी 8 देखि 10 केजी होला है साथीहरु आमा यत्रो फल्दो रहेछ नि गाउँमा पनि ओ माय गॉड यता त मैले कहिले देखेको थिएन फलेको ओ माय गॉड कत्रो हो उल्टा चाहिँ त्यसले त मैले यतैबाट काट्नु उसिनेर खाँदा पनि फुको हुन्छ होला है यो 10 केजीको फर्सी काट्दै साथीहरु आज हामी 10 केजीको गाउँबाट काकीले पठाइदिनु भएको छोरीले लिएर आउनु भएको आमा साग त के गर्दै काट्नुहुन्छ त फर्सी हो कि खसी हो यो खसी जत्रै छ त फर्सी त खै कस्तो रहेछ राम्रै रहेछ त है ओ माय गॉड यो केरा चाहिँ निकाल्नु है दाना चाहिँ निकाल्ने अचार बनाउनु भन्नुहुँदैछ सागर सर यत्रो फल्छ भने त थाहा थिएन साथीहरु आमा यत्रोसम्म फल्दो रहेछ भयो भने फर्सीहरु पनि बौलाएरै फल्दो रहेछ नि केरा त एकदम कम रहेछ यत्रो फर्सीको तर दाना चाहिँ यहाँ थोरै नै रहेछ यस्तो धेरै रहेनछ अस्ति नै काकीले ल्याइदिनु भएको यो मैले गाडीमा नअटेर नल्याएको हो र खानु त हामीलाई नि जुरेको रहेछ त्यसो नुन सान्छ हो पुरा गेम खेल्दैछ ओइ यहाँ हुन्छ यहाँ हेर यहाँ फर्सी यहाँ गाउँमा कत्रो फर्सी पर्छ नुन सानले टाउकोमा लगाइदिनु त बोक्नु सक्छ छोडेको खानु जुटेको छ काकीले अझै अर्को पनि छ 2-3 जना लगाइदिनु भएको थियो 3 जना लगाइदिनु भएको थियो पर चाहिँ हाम्रो चिसो चिया हो गाउँबाट लिएर आउनुभएको छोरीले यही होला 2 किलो 1.5 किलो त 1.5 किलो होला त्यो ल साथीहरु
आज चाहिँ मलाई नि भिडियो बनाउनु मन पऱ्यो कि यत्रो फर्सी रहेछ यत्रोसम्म फल्दो रहेछ गाउँमा नि हाम्रो नेपालमा नि यत्रोसम्म फर्सीहरू फल्दो रहेछ फल्नु त फल्छ है तर मैले चाहिँ देखेको थिइनँ त्यही भएर मलाई चाहिँ भिडियो बनाउनु मन परेर सानो छोटो भिडियो बनाएको है हो र हात काट्लाई रिलेटिभहरूलाई पनि यहाँ अलिअलि दिनु पर्यो भनेर काट्नु हुँदैछ सागर सर चाहिँ चाख्नको लागि यत्रो फर्सी ल त साथीहरू आजलाई चाहिँ यति नै है त